पश्चिमबाट बुटोलतर्फ आउँदै गर्दा कति राम्रो छ बुटोल। साहस कहाँ नि आज फुलबारी घुम्न? आज हामी बुटोलको फुलबारी घुम्न जाँदैछौँ फ्यामिली भएर। यो चाहिँ पश्चिमबाट आउँदाको बाटो, यताबाट स्याट्ट फुलबारी चाहिँ हेरेर जानु पऱ्यो। यताबाट बुटोल बजार, यताबाट फुलबारी। यताबाट चाहिँ सिद्धार्थ केबल कार गइन्छ, यताबाट चाहिँ बुटोल फुलबारी। बुटोल फुलबारी आयो, कति राम्रो फुल हो। पङ्खा पनि चलिरहेछ। बुटोल फुलबारी कति राम्रो फुल छ ल। बुटोल फुलबारी, बुटोल फुलबारी बुटोल बजार फुलबारीबाट देखिने बुटोल बजार खासै देखेन आरामसित। साहस ओ त्यही चला मैसा ल। यो हो मणिमुकुण्ड सेन उद्यान बुटोल रोपिनदेखि, तर यसलाई फुलबारी भनेर चिनिन्छ। बुटोल फुलबारी पानी वाटर फाउन्टेन, वाटर फाउन्टेन। बुटोल फुलबारी को लोगो ल को को ल हल्लाउ 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 चढ्छौ यति माथि। हेर त कति माथि छ ऊ, पुरै आकाशै छ। सबभन्दा हल्का यहीँ रहेछ तिमीले समातेको। को हो सक्दैन मैसा। डिसिएलबाट फोटो खिचाउँदै र मोबाइलमा सार्दै। साहस चस्मा फुतो, साहस फुतो चस्मा। फुटाल्दैलाई चस्मा फुटो हो। को हो? आमा हो। ए पानी आउँछ नि त्यहाँबाट? त्यहाँबाट पानी आउँछ। पानी आउँछ। तिम्रो चस्मा फुटो चस्मा फुटो हो र। ए मैसा ऊ तिमीले नि फुटाल्न अब फेरि। यता यता घाममा नजाऊ। हामी आज फुलबारी घुम्न आएको छौँ बच्चा बच्चीलाई लिएर। ओ कालेमा पुरा फुल इन्जोय गरेछ। भन्दो रहेछ यसलाई हाम्रो काले, हाम्रो काली घुमिराखौँ। गर्मी लागेर हो क्या, खोला नाला पनि पुरा सुक्खा भइसकेको छ त, पानी नै छैन। ल चितवनको गई पनि यहाँ र घाम तापिरहेको छ है चितवनको गईले। फुलबारीको जू हो यो। ल हामी जू हेर्न जाऊँ है त अब। ल मैसा त्यहाँ के छ? खरायो छ। ल यता हो ल बिस्तारै आऊ है। जू चाहिँ घुम्ने, जू घुम्ने बिस्तारै आएर। गर्मी भयो भने चस्मा लगाऊ है। स्याल स्याल स्यालले के गर्छ रातिमा? हो ऱ्याबिट के हो मैसा त्यो? ऱ्याबिट हो। माइसु तिमीले बुटोल फुलबारीमा आएर जू हेऱ्यौ है? इगल देख्यौ? के हो त्यो? इगल हो। गएर जुरो निकालेर देख्यौ इगल? हेर त इगल। उता परी पनि इगल।
एउटा भाइ देख्यौ ऊ के बँदेल बुङ्गुर के पिग देखाउ दुईटा हो घर बस्ने पिग चाहिँ होइन है जङ्गलमा बस्ने पिग हो देख्यौ कति धेरै डियर छ है फुलबारीमा डियर काठा रहेछ अन्डा देख्छ डियर कति राम्रो डियर आउला यता आउला यता अर्को हेर्नु कहाँ आऊ खाली चाहिँ देखिन्छ ओ लोटो बाबु देखियो अस्ति कति ठुलो चरा अस्ट्रिचको आँची अस्ट्रिचले आँची गरेको स्मेल माइसा बुझ्यौ बाबु अस्ट्रिचको आँखा धेरै पछि फुलबारी आयो तर अहिले चाहिँ धेरै राम्रो चाहिँ बनाएको रहेछ है एकदमै राम्रो बनाएको रहेछ फुलबारी र यसो यो के हो खै डियर देखाउ त खै ए डियर ल जिजुबा डियर होइन डियरले पानी खाएको हेर न कस्तो मजाले पानी खान्छ है डियरले हो यो चाहिँ बुटोल फुलबारीको सिन हो बुझ्यौ माइसा कति राम्रो छ है साइक्लिङ गर्न सक्थ्यौ र ल ल त्यो छोएर मान्दैन कि आफै हिँड्ने भन्छ कि हात समातेर हिँड्न मान्दैन हात समातेर हिँड्न मान्दैन पसल देखेको थियो यहाँ पो रहेछ के खाऊ के खाएको चिप्स खाएको हो बुटल फुलबारी आएर चिप्स खाएको यता आएर फोटो खिचौँ है यता आएर त यता आएर उहाँ अलि यहाँ यता बिचाउँ ब्याउ माइसा बटरफ्लाई माइसा के खाएको हो मम्मीले फोटो खिचिदिनु लाग्यो तिमीलाई ल मम्मी फोटो खिचिदिनुहोस् ओ यता सास फेरि यता आइ बटरफ्लाईमा लमा आइहाले सास के हो यो यता आएर त के हो यो पुतली हो यता हेर न पुतली हेर त आऊ त पुतली हेर त के हो यो पुतली हो कति ठुलो पुतली है फुलबारीको खेल्ने ठाउँ अनि सर बुटोल चाहिँ यता ल हेर त साहस को हो सबै राजाहरू आठ है के भयो ल रौ त अझ रौ त प्लिज भन खै नमस्ते गर नमस्ते न नमस्ते गर नमस्ते चलाउने होइन चलाउने होइन नमस्ते सास नमस्ते गर उता ऊ शिवजीलाई नमस्ते यो के हो गाई हो न बाई 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 साहस बाई बाई फुलबारी